सुर्खेत वीरेन्द्रनगरबाट हामीहरू आज रुकुम भ्रमणको तयारीमा छौँ। हाम्रो भ्रमणको आज चौथो दिन। हाम्रो 9 जनाको समूह सकुशल यात्रा गरिरहेका छौँ। अगाडि राउन्डमा छ के छ? त्यहाँबाट दायाँ जानु। बाटो सरल बगेको छ, त्यति भिडभाड छैन, झाडी जङ्गल आइरहेको छ। हाम्रा बाटो नै एउटा सहयात्री साथीहरू म देखाउँदैछु। हाम्रो चालकको नाम के भन्नुभयो? ढुण्डिराज पौडेल हुनुहुन्छ। उहाँ अत्यन्त कठिन यात्रामा चुनौती सामना गर्दै हामीलाई सकुशल यात्रा गराइरहनु भएको छ। र मेरो साथमा जनकल्याण ताजा तरकारी उत्पादन सहकारी संस्थाका लेखा सदस्य हुनुहुन्छ। हाम्रा गायककार मूर्धन्य नचाउनीकार व्यक्तित्व हो, एकदमै हँसिलो। हाम्रो सहकारीका प्रबन्धक पदम कार्कीजी हुनुहुन्छ, चस्मा लगाउनु भएको छ, कालो चस्मा छ। त्यस्तै सहकारी उपाध्यक्ष उहाँ पनि चस्मा लगाउनु भएको छ, जमुना आचार्यज्यू। सचिव हुनुहुन्छ रमानाथ लामिछाने हो। त्यसपछि कोषाध्यक्षले पनि चस्मा लगाउनु भएको छ है, उहाँ हरि कार्की हुनुहुन्छ, हरिबहादुर कार्की। त्यस्तै सहकारीका अध्यक्ष ऋषिराम शर्मा, उहाँ पनि टलक्का दर्शन दिनुभएको छ। दिपक बरुवाल उहाँ पनि लेखा सदस्य हुनुहुन्छ, छेउमा रहनुभएको छ। यो हाम्रो सहयात्राका साथीहरू हुनुहुन्छ। म पनि चस्मा लगाएर राम्रो हुन खोज्दैछु। यता फर्काउनु भिडियो। चस्मा लगाएर राम्रो हुन खोज्दैछु म कलाकार। अनि भ्रमणको क्रममा देखिएका चिजहरू बारे हाम्रा लेखा सदस्यले एक दुईवटा कुरा राख्नुहुन्छ कि के देख्नुभयो? देख्न चाहिँ हामीहरूले चाहिँ धेरै देख्यौँ। अब हाम्रो आजको चाहिँ यहाँ सुर्खेतमा हाम्रो एउटा सहकारी अध्ययन गर्ने भनेर चाहिँ हाम्रो पूर्व मात्रै आयो, तर यहाँका साथीहरूले चाहिँ हामीलाई समय दिन सक्नु भएन। त्यसले गर्दा हामी यसमा चाहिँ फेल खायौँ। अरू चाहिँ सब ठिक छ, राम्रो छ। भ्रमण त चौथो दिन हो, त्यस्तै बिर्सिन नहुने भ्रमण त्यस्तै चाहिँ के पाउनु भएको छ? बिर्सिनै नसकिन्छ। आज बिहान सुरुमा चाहिँ यो ढुङ्गा बिर्सिन सकेन मैले। भनेपछि बुलबुले तालमा तपाईँ यात्रा गर्नुभयो, बोटिङ गर्नुभयो, के भयो त्यस्तो त्यहाँ तपाईँलाई? त्यो बोटिङमा हाम्रो साथीहरूको धन्ने मोबाइल धरि धन्ने खस्न भ्याएन, धन्ने नखसेको है। अब यो क्षण चाहिँ अब कहिले पनि बिर्सिन सकिन्न। हाम्रो प्रबन्धक पदम कार्कीसँग यसो अन्तर्क्रिया ल्याउन चाहेको छु। के देख्नुभयो, अनुभव के सँगाल्नु भयो? अनुभव नमस्कार, म पदम कार्की। आजसम्मको अनुभवमा त अब मध्यम खालको चाहिँ हाम्रो यात्रा भइरहेछ। त्यति उत्तम पनि भन्न मिल्दैन। हामीले कोही पनि पहिला यो ठाउँमा चाहिँ नआउनुको हुँदाखेरि अलिकति अनुभवको कमी गर्दा पनि अब सोध्दै हिँड्नु परिरहेछ। र हामीले उताबाट आउँदाखेरि अब हजुरको के अरे पर्वत र स्याङ्जाको सिमानामा भएको शालिग्राम शिलाको दर्शन गरियो, अवलोकन गरियो। अनि त्यही ठाउँमा एउटा शालिग्राम कृषि सहकारीको सामान्य अवलोकन गरेर अगाडि बढेर त्यसपछि हामी त्यहाँबाट मिर्मी कालीगण्डकी जलविद्युत अवलोकन गरियो। त्यसपछि आएर हामी चाहिँ यो पर्वत स्याङ्जा, पाल्पा र गुल्मीको दोभानमा रहेको एउटै स्तम्भमा खडा भएको 3 मुखे पुलको अवलोकन गरियो। त्यहाँ ऋषिकेश महादेवको मन्दिर रहेछ, त्यो मन्दिरको दर्शन गरियो। त्यसपछि अगाडि बढेर अब हिजो
अस्तिको दिन चाहिँ हाम्रो यात्रामै भयो। त्यसपछि अब विभिन्न ठाउँका सामान्य सानातिना कतै गाईका गोठहरू यता यस्तो यस्तो हेर्दै सामान्य कृषि फर्महरू हेर्दै हामी चाहिँ चिसापानी हुँदै महाकाली बाँधमा महाकालीको चाहिँ यो एसियाकै लामो झोलुङ्गे पुल जसको लम्बाइ 3.2 किलोमिटर छ त्यसको दर्शन गरेर फर्केर आज हामी सुर्खेतमा आएर हिजो बेलुका राति 10 बजे बास बस्यो र अहिले बिहान देउती बजाइको मन्दिरको दर्शन गरियो र बुलबुले तालमा गएर यो मोटरबोट चढेर त्यसमा चाहिँ अलिकति आनन्द लियो र हामी अब यहाँबाट चाहिँ रुकुमकोटतर्फ प्रस्थान गरिरहेका छौँ। बाटोमा कुनै सहकारी संस्था हाम्रा प्रबन्धक पदम कार्कीले सुरु दिनदेखि आज 4औं दिनसम्मको यात्रा समीक्षा संश्लेषण गर्नुभएको छ। यो देख्यौँ भनेर हाम्रो सचिवको पालो होइन होइन, अरूलाई सोद्धाखेरि बोल्ने हामी अहिले चेकपोस्टमा छौँ। हाम्रो गुरुजी त्यहाँ दर्ता गर्न जानुभएको छ। हामी यो ठाउँमा जाँदैछौँ भनेर त्यसपछि हामी अगाडि बढ्छौँ। अहिलेलाई यति।